यतातिरको स्वरूप नै परिवर्तन भएको रहेछ। देखो दाहिनेपट्टि पोखरा हङकङ बजार। देख्न सक्नुहुन्छ यो पेट्रोल पम्प पनि अहिले निकाल्न लागेको रहेछ। यतातिर चाहिँ बिहान बिहान मान्छेको भिड देख्न सकिन्छ। कुनै पनि सटरहरू चाहिँ मान्छेले आफ्नै इच्छाले खाली गराएका छन् भने कतै चाहिँ अस्तिसम्म खाली गराएका थिए, अहिले चाहिँ जताततै तरकारी बजार मात्रै देखिन्छ। नेपालको दोस्रो ठुलो सहरको बस पार्क कुनै गाउँको बस पार्क जस्तो देखिन्छ। नमस्कार अनि शुभ प्रभात सम्पूर्ण दर्शक फ्रेन्डहरूमा। आज म यस्तो ठाउँमा जाँदैछु जुन चाहिँ अहिले पोखराको हटस्पट भनेर चिनिन्छ। त्यो रहेको छ पोखरा बस पार्क, पुरानो बस पार्क। यो चाहिँ अगाडिपट्टि रहेको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय। सुरुवात गर्दैछु म यो हङकङ बजारबाट। पहिलाको हङकङ बजार अहिले चाहिँ यतातिरको स्वरूप नै परिवर्तन भएको रहेछ। देख्न सक्नुहुन्छ यो अगाडि मेरो दाहिनेपट्टि पोखरा हङकङ बजार। अहिले पुरै भग्नाश भएर बसेको रहेछ। अहिले चाहिँ यो देब्रेपट्टि चाहिँ सहारा क्लबको बिल्डिङ हुने गर्थ्यो। अहिले पुरै भत्काएर ढुङ्गा माटो मात्रै भएको रहेछ। यता चाहिँ देख्न सक्नुहुन्छ अगाडि। र मेरो ठिक पारी रहेको छ बस पार्क। म त्यहाँ पनि जानेछु। देख्न सक्नुहुन्छ यो पेट्रोल पम्प पनि अहिले निकाल्न लागेको रहेछ। यतापट्टि चाहिँ पुरा ठाउँ छोडिसकेको अवस्था रहेछ। अहिले देख्न सक्नुहुन्छ सटरहरू पुरै बन्द भएको रहेछ। सब खाली यतातिर चाहिँ बिहान बिहान मान्छेको भिड देख्न सकिन्छ। कुनै पनि सटरहरू चाहिँ मान्छेले आफ्नै इच्छाले खाली गराएका छन् भने कतै चाहिँ अझै पनि मान्छेहरू खाली गर्ने क्रममा रहेछ। देख्न सक्नुहुन्छ यहाँ मन्दिर, मान्छेको भिड देख्न सकिन्छ तरकारी बजारमा। जताततै तरकारी बजार रहेको छ। तरकारी बजार अस्तिसम्म खाली गराएका थिए, अहिले चाहिँ जताततै तरकारी बजार मात्रै देखिन्छ। यो भन्दा अब बस पार्कको मेन एरियातिर जाँदैछु म चाहिँ। त्यतातिर कस्तो भएको रहेछ आज
सुन्नमा आएको थियो आज चाहिँ अन्तिम दिन हो आफ्नो स्वेच्छाले अतिक्रमण गरेको जग्गा खाली गराउने। कतिपय चाहिँ खाली गराएर पनि गइसकेका छन् भने कति चाहिँ डोजरकै पर्खाइमा रहेको देखिन्छ। देख्न सक्नुहुन्छ मेरो बायाँपट्टि कतिजनाले चाहिँ समझदारीपूर्वक आफैले खाली गराएर गएका रहेछन्। बायाँपट्टिको चाहिँ खाली गराएको देखिन्छ भने यो दायाँपट्टि चाहिँ जुन यता काउन्टर रहेको ठाउँतिर चाहिँ जस्ताको त्यस्तै रहेछ। देख्न सक्नुहुन्छ भग्नाशेष मात्रै देखिन्छ अहिले चाहिँ। कतिले चाहिँ आफ्नो ढुङ्गा माटो उठाएर लिएर जान लागेको रहेछन्। यता चाहिँ बाटो छैन, म यताबाट जान्छु। यो रहेको छ पोखरा बस पार्क। भन्दा पनि लाज लाग्ने स्थिति छ। किन भन्दा नेपालको दोस्रो ठुलो सहरको बस पार्क कुनै गाउँको बस पार्क जस्तो देखिन्छ। किन भग्नाशेष मात्रै। कति वर्षदेखि अतिक्रमण गरेर बसेका रहेछन् त। मेरो बायाँपट्टि देख्न सक्नुहुन्छ यो ठाउँ नि अहिले लगभग खाली गराएको देखिन्छ। सबैजनाले आफ्नो पसलहरू बन्द गरेर निस्किसकेको देखिन्छ। निकै नै व्यस्त ठाउँ हो। यो ठाउँको हालत चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। बसहरू चाहिँ बस पार्कमा नरोकिकन बाहिर मात्रै रोकिरहेको छ। किनभने बस पार्कको अवस्था त्यस्तै रहेको छ।